हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। हजुरहरूलाई स्वागत छ आज पनि मेरो मिनी भ्लगमा। र आज चाहिँ म के गर्दैछु भन्दाखेरि अलिकति घरहरू साफसफाइ गर्दैछु नि त, किनभने कति दिन भएको थियो आफैले नगरेको हो। त्यही भनेर म चाहिँ बिहान छिटो उठेर चाहिँ यहाँनिर बेडहरू मिलाउनु पर्ने थियो आज चाहिँ है। अनि पर्दा पनि मैले चेन्ज गरिसकिसकेको छु। अन्त चाहिँ अस्ति मैले तपाईँहरूलाई देखाएको थिएँ पहिलाको भिडियोमा है, मैले पर्दा ल्याउने छु भनेर। अनि त्यो पर्दा पनि मैले लगाइसकिसकेको छु, तर अलिकति यो पर्दा चाहिँ थिनमा रहेछ, तर राति चाहिँ एकदम राम्रो देख्दो रहेछ हो। बिहान चाहिँ मर्निङमा चाहिँ अलिकति थिन खालके नै रहेछ यो चाहिँ, र पनि राम्रै छ, मलाई चाहिँ राम्रै लाग्यो। सो गाइज, र म आज चाहिँ एकदम रुमहरू साफसफाइ गर्दैछु। भाइलाई भन्ने चाहिँ मैले अघि नै स्कुल पनि पठाइसकिसकेँ। अनि त्यही भएर चाहिँ एक्लै हुँदा चाहिँ रुम पनि सिनिक्कै हुन्छ नि त। नानी भएको बेलामा त म यता पनि लथालिङ्गै उता पनि लथालिङ्गै बनाइदिन्छ हो। अहिले चाहिँ म एक्लै छु, सबैजना बहिनी पनि दोकान गयो। अनि त्यहाँदेखि राजदा पनि जानुभयो अफिस, त्यहाँदेखि भाइ पनि स्कुल गयो, र म चाहिँ यहाँनिर एक्लै छु। र अनि त्यही भएर मजाले सानाकसिनिक पार्नु पाउँदैछु। सबैजना छ भने चाहिँ यो बेडसिट मिलाएको र नमिलाएको केही पनि हुँदैन है। कोही गएर एकछिनमा लडिदिन्छ, कोही गएर के गरिदिन्छ। अनि यसरी नै म चाहिँ यहाँनिर मेरो टेडीहरूलाई पनि सजाउँदैछु है। र आजको मर्निङको रुटिन चाहिँ मेरो यस्तै छ, किनभने बाहिर पनि एकदम वेदर पनि क्लिन थियो नि त आज चाहिँ, घाम पनि लागेको थियो। अनि मैले खिड्कीहरू पनि अलिक खोलेँ, दैलोहरू पनि अलिक खोलेर घाम पस्नु दिएँ है। अनि अर्को रुम पनि म सानाकसिनिक पार्नु थालेँ। अनि चाहिँ म चाहिँ अब यति सानाकसिनिक पारेर चाहिँ म पनि दोकानतर्फ जान्छु, एकछिनमा जान्छु, तर आज सबै क्लिन गरेर चाहिँ जानेछु। अनि त्यति गरेर एकदमै थाकेर चाहिँ पानी बिहानको मर्निङको टाइममा चाहिँ मैले जहिले पानी पिउने गरेको छु नि त। अनि सधैँ तपाईँहरू पनि कोजनाले पिउनु हुँदैन, पिउनुहोस् होला, एकदम हेल्थको लागि चाहिँ राम्रो हो है पानी पिउनु चाहिँ। अनि म चाहिँ पानी सानी पिएर ब्रस गरिसकेँ, मुख पनि धोइसकेँ। अनि त्यसो गरेर चाहिँ हामी केटी मान्छेलाई जति नै लुगा भए पनि कुन चाहिँ लगाउँ भयो। अनि म चाहिँ यो निकालेर लगाएँ है। मैले चाहिँ अस्ति भर्खर अनलाइनको यो ट्याग पनि निकालेको छुइनँ, लिभाइसको टी सर्ट मगाएको थिएँ नि त। अनि यसको प्राइस 1199 रहेछ, तर मैले चाहिँ 800मै पाएको थिएँ, र एकदमै राम्रो आएछ, मलाई चाहिँ पुरा मन पर्यो। र अब चाहिँ म सबतर्फ जानु आँटेको साथीहरू, बाई बाई, फेरि मिल्ने।